एकजना 31 वर्षको बिरामी, उहाँको कान कराउने अनि त्यसपछि सुनाइमा पनि कमी थियो। हेर्दाखेरि सिम्पल जस्तै लागिरहेको थियो हामीलाई सिम्टम्सहरू, तर पछि फेरि हजुरलाई केही शङ्का लाग्यो है। त्यसले गर्दा एमआरआई हामी गर्न पठायौँ र त्यसपछि उहाँको कानभित्र ट्युमर देखियो। यसको बारेमा अलिकति डिटेल्स हामी सुन्न चाहन्छौँ। उहाँको चाहिँ मैले एज एन इएनटी सर्जन कानलाई राम्रोसँग जाँचेँ। बाहिर केही पनि समस्या थिएन, जाली ठिकै थियो अनि सुनाइको जाँच पनि हामीले गऱ्यौँ। त्यसमा झन्डै 67 डेसिबल नसा सुकेको हियरिङ लस, सेन्सरी न्युरल हियरिङ लस धेरै नै हो थियो। अनि उहाँको चाहिँ अलरेडी औषधिहरू खाइसक्नु भएको रहेछ, 2-3 महिनादेखि ट्रिटमेन्टमै हुनुहुन्थ्यो कतै। अनि तर पनि समस्या चाहिँ बढ्दै गइरहेको थियो। टिनाइटस, कान कराउने समस्या बढ्दै थियो र चाहिँ हियरिङ लस, सुनाइमा कमी हुने समस्या पनि बढ्दै थियो। तर उहाँलाई चक्कर लाग्ने चाहिँ समस्या अझै सुरु भएको थिएन, मुख बाङ्गिएको, फेसियल प्यारालाइसिस पनि थिएन। अनि मेरो दिमागमा आयो कि ओहो यो त कानभन्दा भित्र ब्रेन र कानको जङ्सनको कुनै ट्युमर हो कि, रुल आउट गर्नु पर्ला भनेर एउटा एमआरआई गर्दाखेरि यो ब्याकग्राउन्डमा राखिएको इमेज जस्तै उहाँको देखियो। जुन यो ट्युमर, यो चाहिँ सबैभन्दा बाहिरको कान हो, कानको बाहिरको क्यानल, एक्सटर्नल अडिटरी क्यानल भन्छ यसलाई। कानको जाली यहाँनिर हुन्छ, जालीभन्दा भित्रको ठाउँ चाहिँ मिडल इयर हो। त्योभन्दा यो जुन हरियो सिस्टम छ यो इनर इयर हो, भित्री कान। र त्योभन्दा ठिक पछाडि र ब्रेन, यो जुन मस्तिष्कको साइडमा, मस्तिष्क र इनर इयर भित्री कानको बिचमा चाहिँ जुन यो येल्लो कलरको ट्युमर यहाँ फोटोमा देखाइएको छ, उहाँको पनि त्यस्तै देखियो, जसलाई सेरेबेलो पोन्टाइन एङ्गल ट्युमर भनिन्छ। जम्मा 2 महिनाको सिम्टम, तर ट्युमरको साइज ठुलै थियो उहाँको, झन्डै 3.5 सेन्टिमिटरको थियो। धन्न चक्कर लाग्ने सिम्टम सुरु भइसकेको थिएन र अरू टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने यस्तो सिम्टम पनि आएको थिएन। एटलिस्ट एउटा एमआरआईले उहाँको रोग आइडेन्टिफाई गर्न हामीले सक्यौँ र अब चाहिँ उहाँलाई हामी सर्जिकल ट्रिटमेन्टको मोडालिटीमा लग्दैछौँ। न्युरोसर्जन, इएनटी सर्जन हामी सँगै मिलेर उहाँको अपरेसन गर्दैछौँ